Okay, good morning, 6:30. अब आज डे 2, डे 3 अब जाने तयार जस्तै हो। होटल चाहिँ यो हो, शङ्ग्रिला होम, ड्याङमा हो होइन, ड्याङमा हिजो बेलुका आएको। अब आज यहाँबाट जानुपर्छ, यहाँबाट लाग्नुपर्छ। आज त हामी टाढाबाट देख्दैछ, अब बब्बाल देख्दैछ, बब्बाल। मेरो होटलको बाहिर हो यो चाहिँ, खच्चरहरू यहाँ यस्तो रहेछ। यो चाहिँ अब बुढो भएको अरे, अनि यो खच्चरहरू पनि त्यस्तो रहेछ। इन्डियाबाट किनेर ल्याउने रहेछ, इन्डियाबाट किनेर अनि तुरन्त काम सुरु हुन्छ अरे। यिनीहरूको लाइफ भनेको 25-30 वर्ष हुन्छ अरे होइन। उनीहरूको काम भनेको अब 2-3 वर्षदेखि सुरु भएर 18, 19, 20 जतिसम्म काम गर्नु मिल्छ अरे कि। त्यो पछि चाहिँ यिनीहरू अब बुढो भइसक्यो नि त। बुढो भइसकेपछि अब अलि राम्रो मान्छे भेटायो भने चाहिँ सौजी राम्रो परेर चाहिँ यस्तोरी घरको बाहिर खाना दिने अनि छोडिदिन्छ अरे यसरी। अब फेरि त्यो के अरे के भन्छ, अलिकति पापी मान्छे, खालि पैसा मात्र सोच्ने मान्छे पऱ्यो भने चाहिँ अनि कुनै काटेर कुनै मारिदिने, अब कुनै यस्तो यस्तो जङ्गलतिर फालिदिने हो जस्तो लाग्छ है। त्यस्तो रहेछ। अब त्यो पनि एउटा खच्चरहरूलाई पनि हिँड्ने मान्छे चाहिँ अब डिपेन्ड गर्दो रहेछ क्या। सौजीहरू कतिको राम्रो छ भने, जस्तै हामीले बाटोमा म हिजो आएँ नि त, कुनै खच्चरहरू 10-15 छ भने सौजी चाहिँ एकदम राम्रो छ भने त्यो खच्चरहरू घाउ नभए कस्तो चिल्लो क्या, सबै राम्रो रहेछ। अलिकति मान्छे खराब है, त्यस्तो पऱ्यो भने चाहिँ घाउ परेको यस्तो पनि देखेँ यार। आमा पुरा दुब्लो दुब्लो यस्तो रहेछ। त्यो मान्छे डिपेन्ड गर्दो रहेछ कि त्यो चाहिँ। Let's go. Nada, bro. ल अब आज हाम्रो यात्रा सुरु हुँदैछ। यो होटलमा अब हिजो राति बसेको थियो। मेरो एक्सपिरियन्स चाहिँ कस्तो भने राम्रो रहेछ होइन, तर खैरेहरूको लागि चाहिँ अलिक प्रायोरिटी बढी रहेछ। माथि रुमहरू चाहिँ सबै खैरेलाई प्रायः जस्तो उनीहरूले त्यो दिँदो रहेछ। हुने त हो होइन, अलिक महँगो लिन्छ उनीहरूलाई। अनि हाम्रो नेपालीहरू लोकलहरू चाहिँ अलिक तलतिर कोठाहरू दिँदो रहेछ। त्यो पनि डिपेन्ड गर्दो रहेछ। अब कोठा छैन भने चाहिँ नेपालीलाई तल, खैरेहरूलाई माथि। अब छ भने त जहाँ पनि दिइहाल्छ उनीहरूले होइन। अनि हामीलाई पनि सस्तो दिइहाल्छ उनीहरूले। खैरेहरूलाई अलिक महँगो हुँदाखेरि अलिक राम्रो दिनु पनि पर्छ। अनि मेरो यतापट्टि नेबर एउटा चाहिँ चाइनिज रहेछ, त्यसलाई चाहिँ बिहान चिया सर्भ गर्दो रहेछ। अनि हाम्रो कोठामा चाहिँ आएन है फेरि। त्यो यस्तो हेर्दाखेरि चाहिँ उनीहरूको बिजनेस चाहिँ मेन टार्गेट चाहिँ खैरेले रहेछ। अनि तर प्लस त्यो माथि उनीहरूले चाहिँ खैरेलाई रुम पनि राम्रो दिने, प्लस अनि बिहान कोठाभित्रै चिया ल्याइदिने। त्यो एउटा चाहिँ उनीहरूले छुट्टै किसिमको काम गर्दो रहेछ। हुने त राम्रै होला है, तर मलाई चाहिँ त्यति मन परेन। किनभने हामी पनि फ्रीमा त बसेको होइन है, पैसा दिएको हो। उनीहरू चिया दिएन हामीलाई पनि दिनुपर्छ, खास त त्यस्तो लाग्छ है। अनि त्यो बाइक अर्को त राम्रो रहेछ, सबै सफा छ है। कोठाहरू तन्नाहरू सबै राम्रो सफा छ, राम्रो छ हो। त्यस्तो कुरो रहेछ। त्यो मेरो एउटा नयाँ एक्सपिरियन्स देखेर तपाईँलाई र मेरो यो युट्युबमा रेकर्ड राख्दैछु। पछि फेरि म पछि जानु पऱ्यो भने थाहा हुनुको लागि। अनि हिजो बेलुका नुहाउँदाखेरि अलिकति पानी चिसो रहेछ क्या, अलिक घाँटी अलिक समात्यो रहेछ। बेलुका दबाई खाइहाल्यो, सुत्यो, अहिले त चट्ट भएछ। अनि यहाँतिर आउँदाखेरि चिसो पानीमा नुहाउनु राम्रो छ है, अलिकति गाह्रो रहेछ। त्यो एउटा कुरा राखौँ भने सोचेँ। अब जाँदैछु, मेरो गाइड पनि, हाम्रो साथी सबै गइसक्यो, साथीहरू अब अर्को सबै गइसक्यो। हामीहरू सबभन्दा लेट आएको, बिस्तारै जाने भनेर। अब बाटो चाहिँ कस्तो हुँदो रहेछ, सबै यस्तो हुँदो रहेछ बाटो चाहिँ। यो कुनै त योभन्दा खतरा छ। अब यो जुन खोला हुन्छ नि, यो खोलाको बाटोबाट कोरिडोरबाट जानुपर्ने क्या। अब आज यहाँबाट गएर अब हिमालहरू देख्न थालिसक्यो हो। अब हामी अहिले 2000 मिटर माथि छ। अब आज 3000सम्म पुग्छ होला। ओके, लेट्स सी हाउ इट वर्क्स। Oh. How are you? Från ni? Alle, jag har du.
कता जाने खवा टुके या कालै के ल हामीहरू जान सक्छ कि सक्दैन भन्दाखेरि मनमा डाउट हुन्छ नि। अब यस्तो बुढी आमाहरू चढ्दाखेरि चाहिँ लास पो लाग्दो रहेछ यार। त्यही भएर अलि जानु पनि पर्ने रहेछ, अलिकति निस्किनु पनि पर्ने रहेछ। घरमा सुतेर काम छैन रहेछ। ल है त केटा घरबाट निस्कौँ, हिँडै हालौँ हिँडै हालौँ। ऊ त्यहाँबाट आएको, अब यहाँबाट आउँदैछ उकालै उकालो, ठाडो उकालो रहेछ। आमामा हेर्नु न यहाँ भिरहरू, खतरा भिरहरू देख्दो रहेछ। बिहान अहिले कति 7:30 भएर मात्रै चढ्नु छ, नत्र रहनु चाहिँ सक्दैन। ल राणा भन्ने ठाउँ रहेछ यो चाहिँ, 1970 मिटर। अब यहाँबाट बिही फेदी भन्ने एउटा पुग्दो रहेछ 1 घन्टा पछाडि। यहाँ त सानो घर गाउँघर सानो रहेछ। यो ठुलो डाँडा चढिसकेपछि त्यसले होमा छु त्यही बे पछि कचै या भ्यू मंगू तो अल्ले या चुंगी रे निंजे केना खबर रे या त्यसले सुलो तंगन्जु सामान या लड्के पस्टुकी लस बिचारा यहाँको तिब्बतन भाषा बोल्छ। अनि उसले गाईहरू 12वटा छ अरे, दुध दुन्दैछ भन्छ, के भन्छ गर्दैछ। अनि राम्रोसित जाऊ है, तपाईलाई अल द बेस्ट छ अरे। हस् धन्यवाद भन्यो। अब जान्दैछु, बाटो यस्तो छ। यहाँबाट सानो पसल रहेछ, ठिकै छ। भरे 1 घन्टापछि के छ हेरौँ। यहाँ एउटा कर्म होटल भन्ने ठाउँ रहेछ। यहाँ डक्टरहरू भेट्यो कि डक्टर रोहितको यिनीहरू अब के भन्छ, यिनीहरू आँखाको डक्टर अरे। यहाँतिर डक्टर रोहितको अब के आँखाको चेकअप छ अरे फ्री गाउँलेहरूलाई। अनि यो लामा दाई भयो, अनि यो 2जना केटा चाहिँ डक्टर रहेछ। अनि एकदम ठुलो राम्रो काम गर्दैछ। सबैलाई धन्यवाद भनेको छु, नमस्ते भनेको छु। एकछिन बसेर बदम सदम खाएर क्या बदम खाँदै तत्पनहरू खाँदै आमासँग गफ हान्दै बसिरहेँ। मजाले चिया खायो अनि फेरि जान्छु। त्यो रमाइलो रहेको एकदम है। हामीले पहिला के सोध्यो भने 2-3 दिन हिँड्नुपर्छ भन्दा डर लाग्थ्यो नि, त्यस्तो होइन रहेछ। मजाले गयो होइन, यस्तो ठाउँ भेट गरेर चाहिँ चिया खायो, बस्यो, कुरा गर्यो। आमालाई टस्टले छोराछोरी 5वटा छ अरे, सबै काठमाडौँ पढिरहेछ। एउटा उहाँको छोरी रहेछ, यसो बसिरहेछ रेस्ट गर्दै। फेरि बिस्तारै लाग्छु। यो जुत्ता लाउँदाखेरि चाहिँ के हुँदो रहेछ भने लुगाहरू यस्तो आउँदो रहेछ नि, यहाँबाट चाहिँ यो यस्तो काँडहरू छिर्दो रहेछ कि। अनि सक्समा लागेपछि एकदम दुख्ने पोल्ने कि त पुरै छोप्नु पर्ने रहेछ। मेरो त यो छोटो छ, अब यसलाई यस्तो पटाएर जान्छु। सायद यसले धुलो नटोक्यो भने भित्र छिर्दैन नि, त्यस्तो पनि एकदम ध्यान पुऱ्याउनु पर्ने रहेछ। खुट्टामा एकचोटि घाउ भयो भने अनि त्यहाँदेखि जानु सक्दैन भन्छ नि, त्यही भएर एकदम ध्यान चाहिँ पुऱ्याउनु पर्ने रहेछ। पोइन्टको यो चाहिँ सक्समा ट्याग गरिदिएको छु, के हुन्छ हेर्छु। यिनीहरूले चाहिँ हिँड्दाखेरि चाहिँ एकदम बाटो रहेछ, मजाले छानेर क्या खुट्टा टेक्ने ठाउँहरू चाहिँ क्या मिलाएर जाँदो रहेछ यिनीहरू। बाटोहरू छानी जाँदो रहेछ। त्यो घटाङडुङ हुन्छ नि बाटो, क्या मिलाएर जाने कि ठ्याक गरेर मान्छे जस्तो बाटो रहेछ यिनीहरू। हेर्नुहोस् है, हेरेर छान्दै आउँछ बाटोहरू। खुट्टाहरू हुन्छ नि ड्याक्क टेक्दैन क्या, अहिले फ्लुक फालेर यसरी क्या। यो खच्चर भन्नेहरूले यो बाटोमा धेरै नै सिकिसकेको हुँदो रहेछ क्या।
तर यो खच्चर छैन भने चाहिँ लगभग हामी जस्तो मान्छे डाँडा चढ्न सक्दैन जस्तो क्या। बाटो छैन, त्यही गरेर सामान बोक्ने सब यिनीहरू रहेछ नि त बिचरा है। त्यही गरेर साह्रै माया लाग्छ क्या। अब पैसा पनि कमाउने अनि यिनीहरूलाई पनि माया गऱ्यो भने धेरै राम्रो हुन्छ नि त। कुनै राम्रो मान्छे भेट्छ, यिनीहरू पनि मोटो मोटो हुन्छ है। कुनै दुप्लो घाउ परेको हिजो देखेको थियो एउटा, यस्तो माया लाग्यो यार। हेर्दा यो फेरि एक्लै आइरहेछ, त्यो पछाडि यो लास परेको हो कि के होला बिचरा। के भयो त एक्लै? बुढो भएर एक्लै भयो कि लेट भयो कि अल्छी भएर भयो कि के भयो बुढो त? कि त फेरि अगाडिबाट पछाडि तेरो साथीहरू छ कि? बिचरा लुर गइरहेछ, दुप्लो रहेछ, एक्लै गइरहेछ, बुढो भएर हो कि त ऊ अगाडि आएर पछाडि उसको साथीहरू छ कि खै। अब क्युट रहेछ बिचरा। उनीहरू पुलबाट आउँदाखेरि चाहिँ हामीले बाटो छोड्नु पर्ने रहेछ, किनभने त्यो पुल सानो हुन्छ नि, बिचरा यिनीहरूलाई गाह्रो हुन्छ भनेर उतैबाट हात हलाउँदो रहेछ, नआऊ है भन्दो रहेछ। ए बिचरा आउँदैछ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 बाटो यो चाहिँ सबभन्दा लिडर रहेछ। बाटो चाहिँ मजाले छिर्दो रहेछ। यो फेरि कहाँ पुग्यो होला? एउटा ढुङ्गाको गेट एउटा भेट्यो। अब यो कहाँ रहेछ हेरौँ। 2 जना भर्खर केटाकेटी भेट्यो। ल यसको ठाउँको नाम चाहिँ के रहेछ? ए यहाँ पो रहेछ, बिही फेदी। 2010 पुग्यो हामी, अब 1.5 घन्टामा बुर भन्ने ठाउँ पुग्दो रहेछ। अनि अब 2000 कट्यो है। साँच्चै त्यो भयो, भर्खरै 2 जना केटाकेटी भेट्यो। उनीहरू चाहिँ साम्दो कि सामारे कहाँ पुग्दाखेरि चाहिँ केटी चाहिँ राति अनि सुत्दाखेरि 12-1 बजीतिर चाहिँ अनि वाक लाग्ने होइन, टाउको दुख्ने भनेर अनि त्यो छोडेर फर्केको भएर रहेछ। यहाँ भर्खर बाटो भेट्यो, त्यहाँबाट अनि उनीहरू लड्के पास जाने क्यान्सल गरेको अरे। तर अचम्मको कुरा के भने त्यहाँ उसको नाम के भन्छ, एबिसीमा गएको अरे उनीहरू, केही नभएको अरे। त्यहाँ त 4000 हो नि त। अहिले त्यो सामा भन्ने के ठाउँ चाहिँ अब 3800 त रहेछ नि। अनि त्यस्तो पनि रहेछ है। अब अनि म भाइ के हुन्छ अब हेरौँ। यहाँ एउटा गाउँ सानो रहेछ, साथी चाहिँ यहाँ छ कि छैन हेरौँ न। छैन रहेछ, साथी चाहिँ गइसकेछ। म उसलाई फलो गर्छु, त्यति नै छैन रहेछ। अल्छी लाग्यो जस्तो क्या, कहिलेकाहीँ छोडेर गइदिन्छ नि। यो काम नाला मान्छे आउनै छैन भनेर सरासर गइदिए जस्तो। ल अब चाहिँ बिस्तारै जान्छ, भेट्छ होला। होटेल मनासलु एउटा ठाउँ रहेछ। यहाँ फेरि मेरो साथी चाहिँ यहाँ बसेछ। यसको नाम चाहिँ बिही फेट भन्छ, यो रहेछ। अब रेस्टुरेन्टहरू अलिक टाढो हुँदो रहेछ नि होटेलहरू, अनि ठाउँमा चाहिँ कहिले तिमी भोक लाग्दैन। उनीहरूको बिचमा ग्याप 1 घन्टा 2 घन्टा हुन्छ क्या। अब बाटोमा भोक लाग्यो भने गाह्रो हुन्छ। यस्तो प्रोटिन बारहरू चक्लेटहरू लगेर राम्रो रहेछ क्या, थोरै थोरै खाने, अनि पेटलाई पनि पुजा हुने, एनर्जी पनि अलिकति आउने, त्यस्तो रहेछ, राम्रो रहेछ क्या। त्यही भएर अब अलिक भोक लागे जस्तो भयो। रेस्टुरेन्ट पुग्नुलाई लगभग 1 घन्टा रहेछ। त्यही भएर अब यो अलिकति खान्छु, फेरि बिस्तारै लाग्छु। यस्तो क्या, अलिअलि खाने क्या। फेरि हाम्रो भोकलाई पनि अलिकति मेट्छ, प्लस अलिक ब्लडलाई पनि अलिकति रेस गर्छ नि त, फेरि अलिक पावर आउँछ। धेरै खायो भने फेरि खाना खानु सक्दैन, त्यस्तो गर्नुपर्ने रहेछ क्या। ल एउटा सानो एउटा गाउँ झऱ्यो, गाउँ पुग्यो। त्यो खच्चरहरू घोडाहरू जस्तो छ, टन्न रहेछ। यो मनसली सोलो ट्र्याक गर्दाखेरि गाह्रो चाहिँ छैन रहेछ। ठाउँ ठाउँमा घर, होटेल, रेस्टुरेन्ट अनि यस्तो मान्छेहरू चलिराख्दो रहेछ कि।
अनि सजिलो भएछ, खासै गाह्रो छैन। यिनीहरू चाहिँ कस्तो चिल्लो के, कस्तो सफा है हाम्रो यो खचराहरू चाहिँ। यस्तोहरू चाहिँ यसको सब्जी चाहिँ मान्छे राम्रो सजाउँछ। कुनाहरू कस्तो थुप्लो होइन, अनि घाउ भएको त्यसको सब्जी अलिकति राम्रो परे जस्तो लाग्छ। भिजम 2005 मिटर 1 घन्टा, भुर 1 घन्टा, भुर 1 घन्टा 15 मिनट। अब जाँदैछु। यो चाहिँ हाम्रो बुद्धिस्टहरूको एउटा सानो टेम्पल जस्तो रहेछ। जाँदाखेरि राइट ह्यान्डबाट जाने, फर्किँदाखेरि लेफ्टबाट आउनु पर्ने रहेछ एक राउन्डको लागि। यस्तरी मन्त्रहरू रहेछ। त्यहाँबाट भविष्यमा बाटो आयो भने त्यहाँबाट आउँछ हुन्छ। यहाँ चाहिँ उकालो चरिराख्दाखेरि लामा बाबु दुईवटा, लामा बाबु जस्तो दुईवटा यहाँ बसिरहेछ। खरिची त्यही खरिची त्यही नाङ्गवा नाङ्गवा रे बे। अनि त्यहाँ खरिची त्यही के गरिरहेको? बसेको। ए बाबाहरू गाउँको रहेछ, यहाँतिर बसिरहेछ। हामी यहाँ मर्नेसम्म चरिरहेछु। हेर अघि हो त्यहाँ खोराहरू, त्यो खच्चरहरू बाहिर राखेको, त्यहाँ मान्छे राखेको छ नि, त्यहाँबाट आएको सबै चढेको हो। यस्तो यो त ठाडो रहेछ। यो त अझै चढ्दैछु। यहाँ बाबु बाई बाई। के गर्ने, चक्लेटहरू के पनि छैन, छ भने दिनु पाउँछ है। ल अब 1 घन्टापछि एउटा ठाउँमा खाना खानु पर्ला। ए कति भएछ अब? 10 बजे छ। हो थाक्यो यार। लास्ट भयो अब त। आधा घन्टा जति पछि अनि खाना खान पुग्दो रहेछ। भुर रे भुर, नामै भुर ठाउँको नाम चाहिँ। ठ्याक्कै आधी घन्टा पुग्छ र त्यहाँ खाना खाएर बस्छु कि अब। अब घाम पनि लाग्न आँटेछ। ए 10 बज्दाखेरि काम लाग्छ होइन, अलिकति थाक्दो रहेछ कि बढी। खाना खाएर आनन्द बस्छु 1-1.5 घन्टा, अनि त्यहाँदेखि बिस्तारै जान्छु फेरि। हेर्दा डाँडाहरू। माई गड। पेन्ट्रोङ 2080 साल, 80 साल होइन, पेन्ट्रोङ 2080 मिटर रहेछ। भुर पुग्नेलाई 30 मिनट छ अरे। कहाँतिर हो बुर? ओ बुर कता छ बुर? जति हिँडे नपुग्ने बुर चाहिँ। तिनवटा चाहिँ, एउटा चाहिँ गाइड रहेछ, दुईवटा चाहिँ लन्डन रहेछ। अनि अब यहाँ पुगेँ म चाहिँ। यस्तो यस्तो गेटहरू भेट्छ कि एउटा ठाउँ पुग्यो होला, यो थाहै छैन के हो ठाउँ। जाँदैछु। के बाटोमा यस्तो रहेछ, वाटरफल भ्यू, टी हाउस, कफी, टी, कोल्ड ड्रिङ्क, फ्रेस एप्पल जुस, नेक्स्ट यस्तो रहेछ। क्या मजा लाग्यो। टेन्ट ल्याएर बस्नु नि राम्रो बनाएको छ उसले। उसको दिमाग चाहिँ निकालेछ उसले। क्यारट केक, एप्पल पाई, सानो पसल। सौजी नमस्कार। नमस्कार हजुर। अनि यहाँ हो आज? अहिले यहीँ हो अब? यो सोलो खुम्बु गेस्ट हाउस रे। खैरहरू टन्न आउँदो रहेछ। कति ग्रुप हो? आमा बुर ठाउँको दाल भात है त। लन्च खाँदैछ अब हाम्रो सौजी। यहाँ चाहिँ उहाँको दाल भात चाहिँ दामी रहेछ लाग्छ हाम्रो दुईजना साथीको। त्यहाँदेखि फेरि लाग्नुपर्छ। हस् त म बिरपुन दाई अब भेट्छु चाँडै फेरि। उहाँको ठाउँमा खाना खाएको थियो। धन्यवाद। खाना मिठो रहेछ। अब
आफैले जाँदैछु मजाले। उहाँको रेस्टुरेन्ट चाहिँ यस्तो छ, होटेल चाहिँ। हस् त है, हस् धन्यवाद। खाना खाएर जाँदैछु। बुर 2080 मिटर घाप चाहिँ 1 घन्टा रहेछ। अब आज घापमा चाहिँ रोक्दैन, सिधै जाने। अब एकछिन रेस्ट गर्नु पनि सक्छ है। खतरा भएको सर्ट जाने, खतरा छैन, बिस्तारै जाने हो। यस्तोहरू चाहिँ अलिक खतरनाक हुन्छ अरे। माथिबाट ढुङ्गा आउँछ अरे हावा आउँदाखेरि। अनि ढुङ्गा चाहिँ अब सानो ढुङ्गा लाग्दा पनि खत्तम हुन्छ नि। अलिक खतरा मान्छ, त्यहाँ कुर्नु हुँदैन, फटाफट जानुपर्छ अरे। यस्तो रहेछ ल। खैरेहरू चाहिँ मोटो मोटो रहेछ, यिनीहरू हिँड्न पनि कस्तो गाह्रो क्या। खैरे भने मात्रै उहाँ पनि गाह्रो भइरहेछ। त्यो मोटोहरू चाहिँ धीरे लट्ठी बोकेर आमै। ल 2105 मिटर पुग्यो। काप भन्ने ठाउँ चाहिँ 30 मिनट रहेछ। अब जाँदैछु फेरि। यहाँतिर चाहिँ अलिकति सिद्धो रहेछ, फेरि चोसोमोसो छैन, ठाडो त्यति छैन क्या, सिधा जस्तो रहेछ। हावा चाहिँ बेसरी आउँदो रहेछ। खाना खाएकोदेखि अब 1 घन्टा चाहिँ दिँदै होला। घाप चाहिँ अघि नै पुग्ने थियो, तर बिस्तारै गइरहेँ। हतार के छ, यी माथि खैरिनेहरू, तल पनि खैरिने, म चाहिँ टुरिस्ट गाइड जस्तो भयो। अघि यो हिउँ चाहिँ मेरो अगाडि थियो, अब पछाडि पुगेछ यार। मनसुली त यो होइन रहेछ, यहीँबाट उता पछाडि हो जस्तो यार। फेरि एउटा ठाउँ पुगेछ। ए यहाँ फेरि यहाँ सानो मन्दिर जस्तो त्यहाँ मुनिबाट गेट बनाएको हुँदो रहेछ नि, प्रायःको त्यस्तो हुँदो रहेछ। ए मजाले भित्र सानो एउटा गेस्ट हाउस पनि छ कि क्या, चिया खाने ठाउँ। घ्याप लामा गेस्ट हाउस रे। मेरो साथी आज मेरो तेस्रो दिन। यदि हिँड्नु सक्छ भने सजिलो थिएन यार। अब घ्यापको नजिकै हो यो चाहिँ। अब आज पुग्छ होला 2-3 घन्टापछि नम्रौँ। अल द बेस्ट फर मी। यहाँ चाहिँ कस्तो राम्रो घर बनाएको छ, होटेल हो कि के होला। बाटोमा परेछ। वेलकम क्याप कटेज गेस्ट हाउस चाहिँ होटेलै रहेछ। राम्रो बनाएको छ, बबाल बनाएको छ। कस्तो राम्रो बनाएको छ। अगाडिको यो भाग चाहिँ यो रहेछ। हजुर पुग्यो 1050 मिटर। छाक भन्ने ठाउँमा पुग्नुलाई 45 मिनट रहेछ। फेरि जाँदैछु। हावा चाहिँ बेसरी चल्ने रहेछ। त्यो खैरहरू गएछ, त्यो भारी बग्नेहरू पनि अलिअलि कुरा सोध्दै लार्के पास पुग्छ कि पुग्दैन म भनेर कुरा गर्दै गर्दै गएको। रमाइलो रहेछ। अनि उनीहरूलाई ल नमस्कार दाइ बिस्तार जानु भनेर म चाहिँ सोलो ट्र्याकर हुँदा बिस्तारै जाँदैछु। यो लुगा छयुडा 2375 मिटर। नम्रुङ 2 घन्टा रहेछ। नम्रुङ यो मेरो साथीको घर पुग्न 2 घन्टा रहेछ। हात हलाइरहेछ। डाँडा चाहिँ यस्तो रहेछ ल, हेर्नु त। अब हिजोदेखि अस्तिदेखि आएको त यस्तै हो। एउटै डाँडा हटेको छ नि यार। पानी कस्तो राम्रो हेर त ल। यो फेरि एउटा मन्दिर रहेछ यहाँतिर। आज अहिले जुङ्ले होटेल KLSP। यहाँ अब अलिकति खाजा साजा खान्छु। यो डाँडा नम्रुङको डाँडा चढ्दै एकदम ठुलो डाँडा छ अरे। खाजा अलिक खाएर रेस्ट गरेर जान्छु। ल हात मुख सुख धुन्छु, अलिक फ्रेस गर्छ। पानी त है अम्मै ल, यस्तो हाम्रो जारको पानी भन्दा फ्रेस क्या।
काठमाडौँको झारपानी मिनी वाटर गार्बेज। यो चाहिँ साँच्चै हाम्रो एकजना साथीको पसल रहेछ। यहाँ चाहिँ अब डाँडो चढ्नुपर्छ अरे, अनि त्यो गरेर 2 घन्टा लाग्छ अरे क्या। डाँडो एकदम लामो छ अरे, लामो मतलब एकदम ठाडै छ अरे कि। त्यही गरेर चौचौ खाजा खायो। अब जाँदैछु बिस्तारै चाहिँ। अब चाहिँ पेट्रोल बढ्यो, पुग्छ कि खै मेरो साथी नै आएन। बास बस्ने चाहिँ नाम्रोङमा हो, तर बोटमा चाहिँ 2 घन्टा लागेछ। 2 घन्टा पुग्नलाई मलाई 4 घन्टा लाग्छ जस्तो लाग्छ, किनभने डाँडै डाँडा यार। आम्मामा भिरै भिर छ यार। लगभग 2 घन्टाको ठाउँ चाहिँ मलाई 4 घन्टा हुन्छ जस्तो छ। तर पनि जाँदैछु। अनि माथि पुगेपछि मजाले रेस्ट गर्छु। जङ्गल यस्तो बाक्लो छ हेर्नु त। अम्मै तपाईँको पसल हो? तपाईँको पसल हो? ए स्याउ फार्म र वाइनहरू पाउँछ? वाइन पाउँछ? ए यहाँतिर आएपछि वाइन साइन खाने ठाउँ रहेछ। यहाँ चाहिँ एउटा फेरि सानो खाजा घर भट्टी जस्तो रहेछ। मजाले अब नाम्रोङ पुग्ने धेरै टाइम छैन अरे, धेरै टाढो छैन रहेछ। अब त्यस्तै 10-15 मिनट होला ल भनेर साथीसँग यहाँ चिया खाएर बसिरहेको। चिया एउटा खायो। यो दाजुले पनि, दाजु तौलो गो दाजु हाउरा दाजु ल टस्टले यसको दबाई छ कि छैन? दाइले चाहिँ जिस्किरहेको बिचरा। यता फ्रेन्डली छ कि यता लाली गुराँस कस्तो राम्रो छ यहाँ फलेको है। ल अब यहाँ एउटा नाम्रिङमा पुग्यो। अब यसको सबभन्दा पहिला भेटेको गेस्ट हाउस खतरा बनाएछ गेटहरू त है। हेर्नुहोस् न भित्र चाहिँ यस्तो छ। 4 सिजन रिसोर्ट छ। नाम त खतरा रहेछ यार। ए पसल भएको है, कफी क्याफे सबै भएको रहेछ। जर्मन शेफर्ड ओए के छ? जर्मन शेफर्ड त ओरिजिनल रहेछ यार। यस्तो डेन्जर ठुलो रहेछ भनेछ। राम्रो बनाएछ, राम्रो राम्रो दामी बनाएछ यार। गुम्बा जस्तो बनाइदिएछ। टेबल पनि भएको है, डाइनिङ। अब यो नजिकै अर्को गेस्ट हाउस पनि रहेछ। गेस्ट हाउस के भन्छ अब बस्ने ठाउँ है। अनि हाम्रो होटेलहरू खाना ठाउँहरू सबै भएको। अब आज चाहिँ यहीँ बास बस्छु। टाइम पनि भयो ठ्याक्कै 5:30 जति होला। अब यहीँ हो ल। अब यो मेरो नाम्रोङ भनेको साथीको घर हो। उसको घर ट्याँ छिर्दैछ। आज यहाँ राति उसले होटल नबस अरे, यहीँ बास बस्ने अरे। होटल चाहिँ माथि हो। त्यो चाहिँ मेला पार्क भन्ने ठाउँ रहेछ, बत्ती बलेको चाहिँ। अब आज राति चाहिँ यहीँ बस्छु। साथीको घरमा बस भन्छ। बस कि त 2 दिन बस, नभए आज बस भन्छ। हेर्छु। अनि उनीहरूलाई कोठा खाली छ, उनीहरूलाई गाह्रो छैन भने बसौँला, नत्र भने किन दुःख दिने भनेर। ए ठाउँ चाहिँ रमाइलो रहेछ है। ए अब साथीको किचनमा पुगेको छु। मकै बनाएको छ। मकै हाम्रो साथीको नानी मेरो साथी घरको खाना किचनमा खाइरहेछु। हाम्रो नानीले बनाएको कतिको टेस्ट छ हेर्छ अब।